प्रेग्नेन्ट हो बेबो अरे कि अनि ओके सिजलिङ एन्ड बेबो बेबो बहिनी सिजलिङ र डाक्टर साहबको जोडी धेरै राम्रो छ बिहे गर्नु भन्दिनु न यस एक्ज्याक्टली सिजलिङ र डाक्टर साहबको जोडी चाहिँ मिलेको छ कि जोस डाक्टर साहबलाई चाहिँ सिजलिङको ब्लगमा चाहिँ धेरै देखिरहेको हुन्छ हैन जोसँग जोडी बान्दिए नि भयो उहाँको बिहे नभइन्जेलसम्म जोसँग नि जोडी पार्दिन पायो अन्य केटी न तेरो न मेरो तर यस्तो मलाई सही हो कन्ने केटा कन्ने केटी न तेरो न मेरो सही हो अब जो पनि छ त्यहाँ हैन सबैलाई मैले लेखहरू भने सोशल मिडिया भनेको यस्तो प्लेटफर्म हो कि हैन यो त लेखेर राख्दा हुन्छ च्यापल लाएर भन्छ नि हाम्रो युवाले ट्यापलार चट्टा लाएर हो कि के सजिलो लेखेर राख्दा हुन्छ कि चट्टलार ट्यापलार यो पनि धेरै भाइरल भइरहेको छ उचाल्छ माथि पुऱ्याइदिन्छ हैन अनि म अहिले किन आई डोन्ट रियाक्ट अन एनिथिङ भन्दाखेरि अहिले जतिले पनि यस्तो राम्रो उस्तो राम्रो कति राम्रो देखेको भनिरहेछ नि हैन भोलिको दिनमा अलिकति केही होस् त त्यही मान्छेहरूले यस्तो हिट गरेर यस्तो लाइक उयो गरेर गरिदिनुहुन्छ कसम से त्यो तिमीलाई राम्रोसँग थाहा छ नि त त्यही भएर लाइक सोशल मिडियामा बेसी तारिफ पायो र माया पायो भन्नेमा एकदम माथि पुग्नु हुँदैन क्या उम्लियो भने पोखिन्छ सही कुरो गर्नुभयो त सिजलिङले चाहिँ धेरै अब तारिफ भयो भने धेरै अब मान्छेले उ गर्यो भन्दैमा चाहिँ माथि हुँदैन आफ्नो लेभल चाहिँ मेन्टेन गर्नुपर्छ कि सिंगल हुनुहुन्छ जोडी मिलाउन पाए म विवाहितलाई धरि छोड्दैनन् जोसँग टिकटक बनायो त्यहीसँग जोडी थुक्कै यो बेबुले अलिक छिटो बेगर छ यो जोडी मिले थियो जोसँग टिकटक बनाएन फेमस भयो त्यहीसँग जोडी बाँधिहाल्छ कि अब भ्युअर्सहरु पनि राम्रो के भन्छ परिवार पाएको छौ नि हैन मेरो जस्तो बुढा पाउनको लागि कति केटीहरु सही हो परिवार चाहिँ एकदमै राम्रो पाएको के बेबुले चाहिँ हैन भट्किरहेको छ हो नि जो पाए त्यसले यस्तो साथ सपोर्ट दिँदैन नि हैन परिवारले म त खै देखिन जो राम्रै छ परिवार फ्यामिली चाहिँ बेबुको चाहिँ साथ सपोर्ट चाहिँ धेरै नै छ कि फ्यामिलीबाट के भने हो रिचार्ज गर्ने हो भिडियो कल अनि भिसी गर्ने त्यही मात्र मेसेज देख्छु अनि भिसी गर्ने म त म्याक्सिमम आएर अन्त भिसी भनेर के यो टिकटकको कमेन्टहरुमा हाय सानी हेरे नानी आयो नजान्नु पनि गाह्रो छ हो साथीहरु ट्याप ट्याप गरम दिल खोलेर ट्याप ट्यापलार लु अब सिजलिङ नाना चाहिँ हार्नु ए ल म त जित्नु भन्दा ठुलो कुरो हिम्मत नहार्नु हो त्यसैले संघर्ष गर्दैछु कस्तो छ साथी म सन्चै छु एमा बौद्ध रेस्ट इन पीस एमा बौद्ध म त गफको धुनमा त माथि नहेरिरहेको हाङमा नाना अरे हजुर मच्छर चाहिँ छिरोस् त तिमीहरूलाई म यस्तो पिट्छु नि म भर्खरै बाहिर गएको थिएँ भर्खरै आएँ अनि के भन्छ सिजलिङ नाना त्यो हाम्रो त्यो अस्ति त्यहाँ क्या सर्कलमा बसेको त्यो हाम्रो स्टिफ दाईहरू भएको बेलाको भिडियो टिकटकमा कस्तो आनन्द लागेको टिकटकमा क्लिप देख्दाखेरि क्या राम ओभर इन्जोय गरेछौँ नि लास्ट त के माथि राति सिक्यो मलाई सबै थाहा छ त म त हाँस्दा हैन मतलब त्यो म त त्यो भ्याइन्न हेर्न त्यो बोलेको बेला थाहा हुन्न क्या हामीले पनि एडिट गर्दाखेरि रमाइलो लाग्छ नि त्यतिखेर थाहा हुन्छ त उ यस्तो गरेछौँ टाइपको हुन्छ अनि अब त्यो बोलिम के भयो लास्ट टिकटकमा हेर्दा त राम फेरि हाम्रो थारू भाषाले त मारे छ त अनि टिकटकमा सबै टिकटकमा डाक्टर थारू भाषाले मार्छ हो फेरि हाम्रो कुक भाइ बेबोको थारू भाषा कडै छ यार बबाले बोल्छ अहिले सम्मको त्यो म थाहा छ नि के बेस्ट लाग्छ म भनिहाल्छु नि हैन त्यो मध्ये अब अहिले मलाई अति बेस्ट लागेको छ तैले थारू भाषा बोलेको ओ भइस म त त्यही भने बबाले बोल्छ थारू भाषा यार कसम कस्तो अति नै बबाल के दामी लागेको क्या त्यही त अति दामी बोल्छ बे बोल्छ थारू भाषा गर्ने मान्छे मैले खिच्ने मान्छे त त्यस्तो भयो भने भ्युअर्सलाई कति मन पर्यो होला भन्न खतरा बोल्छ यार बे बोल्ने थारू भाषा चाहिँ दामी लाग्छ मलाई म त कुन दिन एक दिन भरि म त थारू भाषामा भ्लग बनाइन्छु होला मैले फेरि त्यही मुसलटोल गएर सही हो थारू भाषामा ब्लग आउनु पर्यो है गाइजहरु अब बेबोको चाहिँ गर्नु पर्छ थारू भाषामा पुरै थारू भाषामा हाल्दिनु नि बनाइदेऊ न उयसमा के भन्छ के रे एउटा कन्टेन्टै बनाउ न कन्टेन्ट बनाएर गर्नुपर्ने कि हैन त्यसमा दामी हुन्छ यार थारू भाषामा के पुरै त्यसरी नै हुर्क्यो ओर्यो यता उयो पनि हुन्छ एउटा राम्रो हुन्छ नि म त पुरा दामी लागेको यार
दामी बोल्छ कि बोल्दैन थाहा नदेखाउने ब्लक हुन्छ अरे यिनीहरू त देखाउँदा हुन्छ नि त ठुलो हो नि हैन र 18 वर्ष कटेको ओ माय गॉड के भन्छ सानो नानीहरू 18 वर्ष कट्यामा भन्छ त बिचारा नानुहरू चाहिँ गएर आको तिमीहरू ट्यालेन्टेड छ जस्तो छ पुरै यहाँ भन्न नमिल्ने ठाउँमा गएर आएको क्या थ्यांक यू पूर्णिमा नाना अहिले मलाई भन्ला मेसेजमा तपाईलाई भन्नु भन्न नमिल्ने ठाउँमा गएर अरे के भन्छौ बेबु कहाँ गएर हो र कम्प्लिट भयो म त हार्ने नै हो खै त हो अनि खै जिताम न हो साथीहरु अब चाहिँ लु गेममा फोकस गरौँ त आम्मामामाम ला लेट्स फोकस के भको खै त सबैले जिताउनु पर्ने हुन्छ नानो आम्मामा बाबाले सपोर्टर्स सिजलिङलाई सपोर्ट गरिरहेको दुईजना नानुहरूले आमामा के हो या नोटिफिकेसन आयो कडा आयो त दुईजना सपोर्टर्स कङ्ग्रेचुलेसन थ्यांक यू दे मानिसन नाना मेसेज आयो नि त देखिस् त के हो रहेछ खास बेबु कङ्ग्रेचुलेसन भने त अब एउटा बाँकी छ त्यो चाहिँ अब के रहेछ खासमा कुरो चाहिँ के हो बेबुको चाहिँ के भएछ तर यार म त त्यो अस्ति पनि त के आको सङहरुको हो कि रिलिज भउन ला हो कि खै नानाले जिताउनु पर्छ है नानालाई प्रेग्नेन्ट हो बेबु प्रेग्नेन्ट यत्रो लेभलको मान्छेहरु सामेल भइसकेपछि केही चाहिँ हुनु पर्यो प्रेग्नेन्ट के हो प्रेग्नेन्ट हो बेबु अरे कि अनि हो त प्रेग्नेन्सी अनाउन्समेन्ट गरिसक्यो त हो र साच्चै हो र प्रेग्नेन्ट मलाई यस्तो कुराहरु यहाँ लात लाग्छ के अनि र त तपाईहरु कस्तो यहाँ मेरो लाइभमा कमेन्ट गर्नुभयो क्या यसरी बस्नु पर्यो नाना ल के अलिकति के नजर लाग्छ कि खा लाग्छ क्या नाना हजुरको केटा के केटी हुन्छ हो नि साइल भाइ ओइ सुनिनस् के भन्दैछ त्यो नाइटो हेर्नुपर्छ नाइटो बाहिर निक्लेको छ भने केटा हुन्छ नाइटो भित्र घुसेको छ नि केटी हुन्छ ल 17 वटा रोज पुराम त के हो हानि हालौँ त गाइस ल 17 वटा रोज ल लेट्स गो रोज 40 सेकेन्ड मात्र छ मात्र 40 लेट्स गो गाइस 11 रमाइलो भएर आयो हेर्नु पनि यार एक्साइटिङ भएर आयो हेर्न नि एकदमै आमामा सानो नानीहरू दुईजना उफ्रेको खै जित्नु पर्यो नाना इन्टु 3 अरे इन्टु 3 माया छ है माया भन्थे एकजना त्यस्तै हो बवाल हुन्छ त अनि खै कोही त हुँदैन मानवता झल्किन्छ त तिम्रो केटा छ कि केटी मैले बेनै गरेको छैन आज त त्यहाँ गएर त कि नाना बिहान 11 बेलुका 5 बजेसम्मै लाग्यो क्या अनि भ्लगै गर्न पाएन थ्यांक यू कमेडी के अरे ओए बहिनी आज त्यही गएर क्या 11 बजे गएको बेलुकाको 5 बजेसम्मै लाग्यो नि त्यही भएर भ्लगै गर्न पाएन क्या म गरेको आज अनि दिनभरि त्यही थ्यांक यू सपना कहाँ चाहिँ गएर चाहिँ बेबु भने सुटिङ स्पटमा हो नि काम दियो ठोकुम न इन्टु 3 मा पो त बवाल हाम्रो पनि ठोकुम न हो ठोकुम बवाल हान्दिने हो बवाल हुन्छ क्या छिटो पछाडि दुईटा नानुहरूको पुरा एक्साइटेड भयो के My name is Rajing Ra. साच्चै प्रेग्नेन्ट हो र अरे हैन त्यो आउट अफ नोवेयर त्यो हुन्छ नि त्यो जे पाइ त्यो कमेन्टहरु गर्ने थियो नि त अनि हामीले पनि मुड हो हाम्रो पनि हुन्छ नि त अनि मैले जे पाइ त्यो रिप्लाई दिएको के जे पाइ त्यो कमेन्ट आएर चाहिँ भनेर यस्तो यस सर Let's go. Thank you, Chero. Thank you. लिङ्क चाहिँ क्रस अरे है अविवाहित भएसम्म क्रस भन्न पनि पायो ब्रस भन्न पनि पायो रस भन्न पनि आयो यो क्रस भन्न नि पाइयो ब्रस भन्न नि पाइयो रस भन्न नि पाइयो अरे टिकटक आइडी चाहिँ झोल छ झोल जहिले पनि उहाँले त्यस्तै त भन्नुहुन्छ आयो यिनीहरूले कस्तो टाठो हो कि नानीहरू त पुरै यार बाठी छ जस्तो देखिन्छ कि हाङमा नाना मेसेज हेर्नु है इन्स्टामा अरे हुन्छ हाङमा नाम पुगिसक्यो है जित्नु पर्यो आजदेखि थ्यांक यू सानिसा जित्नु पर्यो कता के हुँदैछ है ल साथीभाइहरू छिटो सँगसँगै जानु पर्यो ल है साथीभाइ हान्दिनु पर्यो
चिच्चाको सिजलिङ लास्टै चिच्चा एक्साइटेड भइरहेको सबै गेमहरू बबाले गइरहेको जस्तो छ कि गेम चाहिँ यहाँ चाहिँ स्कोर चाहिँ देखाएन होइन गेम चाहिँ बबाले भयो इन्टेन्स भयो जस्तो छ गेम चाहिँ यता बेबोनी उफ्रियो उता सिजलिङ उता दुईटा नानीहरू पुरै उफ्रिरहेको खै नाम पापै भयो नि मजा आयो हार्यो नि यतिले हार्यो अघि तैँले जितिस अहिले मैले जितेँ कल हुनु परेन दिदी बहिनी लु अब फेरि थ्याङ्क यू सो मच लु अब फेरि we love you फेरि खेल्नु परेन त छोड्छु मैले अब म हेर्न उसले नजितीसँग नजितिन्जेलसम्म अरे लु हौ लु लेट्स गो टक्क चलिरहेको छ अब देखि टक्क अनि कि साथीलाई नि हैन हजुरको नि डिस्प्लेमा दिलाउनु हैन आजकल त के नाना भिडियो टिकटक हाल्ने बित्तिकै कस्तो अन्डर रिभ्यू देखाइदिन्छ है के रिभ्यू के अरे नसुनी हैन सब्स्क्राइबरहरुलाई के भन्यो नानुले बेभोज खुवाउने छ भने हजुरको बेमा बोलाउनु न भन्छ यहाँ ऊ के सोचाइ आएको नि भुरा त्यही भने सानो नानीहरूलाई के सोचाइ आउँछ भन्नु यहाँ लास्टै बाठी के आमाम कराको लाइक ठोकौँ गाइजहरु लाइक शेयर सब्स्क्राइब सबै हालौँ डाङ्की डाङ लाएर जित्नु पर्यो म कसम त्यहाँमाथि टेकिस भनेछ नि तिमीहरूलाई आया हैन त्यस्तो धैदिन नि छिटो जित्नु पर्यो हामीले गाइजहरु लाइक ठोकिदिनुस् लाइक शेयर एन्ड सब्स्क्राइब एन्ड कमेन्ट पनि हान्दिनुस् डाङ्की डाङ लाएर हुनुहुन्छ नि पुग्नु भएको छैन अरे अब पुग्नु भएको बीचमा त्यो उयो पनि भएछ त्यो के अरे टिफर अघि त्यो कहाँ पुगिसक्नु भयो लेट्स गो 25 वटा प्रोग्राम आम्मामामा कस्तो बढेको अघि त 17 मात्रै थियो त अब 25 त कम्प्लिट होला त 25 कम्प्लिट हुन्छ लेट्स गो जित्नु पर्यो मेरो त 8 मैबाट थाकेर आयो कस्तो मैले त 8 मै हट भयो थ्यांक यू जित्नु पर्यो 8 मैबाट अब 19 20 पुग्यो त एउटा अन्डा दिन त 21 22 24 एउटा अन्डा खान्छु नि यो क्याममा आयो भनेको यो सिलिङ त पुरै झुलभित्र बसेर पो खेलिरहेछ त मेरो त कम्प्लिट भइसक्यो तिरपलमा चाहिँ हान्नी हाल्नु पर्ने जस्तो ट्याप ट्यापको पावर देखाम साथीहरु ट्याप को यो यत्रो 2000 जनाले ट्याप गरौ ट्यापको पावर मागे जब 25 वटा पुराउनु पर्छ के ट्याप गरौ है कमन गाइज कमन जो हेर्नलाई रमाइलो लाग्छ कि दुईजना एक्साइटेड भएर हान्दैन एकदमै गेम पनि बबाले भइरहेछ स्कोर चाहिँ हेर्न पाइएन कि त्यो सँगसँगै हजुरहरूले चाहिँ मलाई जिताउनको लागि ट्याप पनि गर्न पर्ने हुन्छ हेलो डीबी ट्याप पनि गर्नुपर्ने हुन्छ जिताउनको लागि फेरि अन्डा खाएर त त्यहाँ बोरिङ नभए थ्यांक यू रेबीले मलाई अघि देखि डु नट फिंगर हार्ट आम त हुनुहुन्न अब टिकटक नै खाने हो खै त हजुरको त अनि डायमन्ड कति 29 छ त हो खै त सेन्ट कलरफुल ला मेरो त पोइन्ट त कम भइसकेछ म त देखेकै थिइन त हौ राम साथीहरु अन्डा खाएर चाहिँ अल्छी नबन्नु है बरु भन्दा ट्याप हान्दिनु नानीहरु चाहिँ कडै बोल्दो रहेछ बोल्नु चाहिँ दुईटा नानीहरु फर्स्ट टाइम देखे राइनी लेट्स गो राइनी के नाम थियो उहाँको 29 छ त थ्यांक यू सो मच है धेरै धन्यवाद ल अब यो चाहिँ एकदम इन्टेन्स भयो यार थ्यांक यू सो मच थ्यांक यू राइनी गेम पुरै इन्टेन्स भयो त यार पुरै उठेर हान्न लाग्यो भइस लिने त बबाले सपोर्ट आयो जस्तो छ 29 रुम न अन्त लेट्स गो दुईटैतिर सपोर्टर्सहरु आएको जस्तो छ हैन बबाले भइरहेछ गेम चाहिँ लगाइरहेको रहेछ आज हेर त मेरो एउटा तपाईँको पिङ्क चाहिँ कहाँ हो भनेको क्या मैले वेयर इज योर पिङ्क यो पिङ्क हो क्या त्यो भिडियोमा नदेखेको अनि लाइनमा पनि हेर्दा पिङ्क Sizzling on Thank you so fire much साथीहरु जसले पनि धेरै सपोर्ट माया गर्नु भयो थ्यांक यू Sizzling and baby on fire ट्याप हान्दिनु न अनि हामीले फर्स्ट टाइम होला यति
नानीहरु चाहिँ कडै हो के कडै हो यार तपाईको ब्याच कति छ अम्बो 34 लेभल खाना खानु भयो लु म लास्ट चोटी जितौँ त अनि म खाना खान जान्छु खै छिटो न हौ के भयो म त रुएर म त स्याड भएर जानु अब जितेर मात्र खाना खान जानु है आज यो नानालाई भोक भोकै मोटाइसक्यो चाखमा बोसो लागिसक्यो आज भोक भोकै लाग्ने तेरो त लाग्नु पर्ने ठाउँ पनि बोसो लागेको छैन के गर्छस् के भने अनि अयो अब यसरी नै आउनु पर्यो ला अब कत्रो चिच्चाको माछा होला नाना त्यो के भन्छ हामीलाई लास्टै चिच्चा त चिच्चाउन नि यार म त हार्नु 10 सेकेन्डमा हार्नु टोङ टोङ हान्यो बबाले सपोर्ट आयो जस्तो छ क्या दुई जनालाई नि नेक टु नेक भइरहेछ गेम चाहिँ ओ माय गॉड नानीको एक्सप्रेसन हेर्नु आमा बबाले छ अनि फेरि एक हान्नु भने त म एक हानेर जा मार्छ होला है मम्मीले ट्राई गरेको भएन छ नाना रे अब फेरि पठाए अब म एक्सेप्ट गर्छु है लु लास्ट यो लास्ट अनि लाग्ने हो हामी आफ्ना हेर्न चाहिँ मजा आउने हो क्या आउनु गेम चाहिँ साथीहरु यो म्याच पछि चाहिँ हामी दुवैतिर पुरै एक्साइटेड भइरहेछ हैन अनि हामीले गाउनु पर्ने हुन्छ गानामा आज एकदम गाना गाउने मुडमा छु मैले त दुईटा नानीहरु एक्साइटेड भएको देख्दा ओ मेरो चाहिँ भर्खर रमाइलो लागिरहेको हो नि थ्यांक यू जोइन माइ टिम खै अघि लास्टमा हान्नु उनीहरु अहिले आउन न बहिनीको कहाँ पुग्यो म त कहाँ एक पनि भन्दिन छिटो नानाहरु हुन्छ कि पाउँदिन जित्नु चाहिँ पर्यो हैन नजितेन पनि नेक टु नेक त हुनु पर्यो नि त अघिको जसरी पुरै स्क्रिनबाट बाहिर निक्ले लास्टै गरे हा दुईटा नानीहरु यार ट्याप ट्याप हान्दिनु है ट्याप ट्याप भन्ने लेभलहरु पनि देख्दै छु सिलुका गीत चाहिँ गाउँदिन है बरुमा मेरो आफ्नै गीत गाउँछु सिलु दिदीको गीत नगाउने तिमी धुलो खेलाउँदै थ्यांक यू दुनाको तानी थ्यांक यू यस्तो गीत नगाउनु छाडा नबोल्नु न छाडा न खै हाम्रो नानाहरु पनि हुनुहुन्न रहेछ हौ आज त छाडा नबोल्न ट्याप गाइस ट्याप गिफ्ट टार्गेट 24 है गिफ्ट ट्याप ट्याप एकछिन अब चाहिँ लु स्टार्ट हङकङ 8 11 14 मम्मी एकछिन न 17 20 अब यो गिफ्ट चाहिँ इन्टु 3 मा हान्ने हो पक्न यो पुरै हाल्नुपर्छ अब 10 वटा उता 10 वटा पुग्नै बाँकी छ क्या हाम्रो यो इन्टु 3 चाहिँ धात गर्दै गर इन्टु 3 चाहिँ इन्टु 3 मा चाहिँ बप्पा गर्नुपर्छ है 18 20 19 छिटो थ्यांक यू याक्थुम्बा बिनो थ्यांक यू अब one more टार्गेट रिच अब चाहिँ इन्टु 3 मा चाहिँ है अब चाहिँ हान्नु त लु रेडी थ्यांक यू लाइक वेल हामी अलिकति छिटो दौडिन पर्ने बेला भयो क्या साथीहरु भेट्न लागिसक्यो छिटो दौडिउँ न त आइसक्रिम अब कराको दुवैतर्फ करा है बबाले भयो बबाले गेम बबाल कस्तो मजा आयो कस्तो हाँसो लाग्ने क्या ट्याप यो पो छ त खतरा गरे हेर धेरै बेहुलाको मात्रै पनि चल्दैन है नानालाई पनि जिताउनु पर्छ नि फेरि छिटो न लेट्स गो हैन जले छैन तर अलिक नेक टु नेक त हुम न कहाँ हामी पातल न हाम्रो रेस अलिक छिटो दौडिन पर्यो थ्यांक यू काली थ्यांक यू अलिसा थ्यांक यू सपोर्ट चाहिँ बबाले आज त दुईटै कुरा बबाले गरेर देखायो अब त हामीले त धेरै पछाडी छोड्यो नि हो साथीहरु लास्टमा अब त त्यहाँ पुग्न सकिन्न आयो थ्यांक यू ब्रू एस्ट्रो ओ भाइ साहब ओ माय गॉड पुग्न सकिन्न भाइ गाह्रो हुन्छ तपाईँ
पनि गर्नुहुन्छ हो तारो परिहाल्यो नि भेटाउन लास्टमा केही होला त गाइस ल जितेछ सिजलिङले इत्तिले गर्दाखेरि अघि त्यस्तै भएको थियो कङ्ग्रेचुलेसन तँलाई पनि कङ्ग्रेचुलेसन मलाई पनि अनि हामी दुवैजनालाई ओके दुवैजनालाई कङ्ग्रेचुलेसन्स हैन दुवैजनालाई कङ्ग्रेचुलेसन मेरो तर्फबाट पनि अर्कै छ हाम्रो दुनिया ओके चाहिँ अब हाम्रो टिकटकको गेम भएको थियो हैन सिजलिङ र हाम्रो बेबोको बीचमा र एकदमै राम्रो एक्साइटेड भइरहेको थियो गेम पनि सपोर्टरहरू पनि धेरै नै आउनु भएको रहेछ सिजलिङकोमा नि र बेबोकोमा पनि हैन सपोर्टरहरू धेरै नै हुनुहुन्छ हैन दुवैजनाको दुवैजना चाहिँ अब ब्लगर हुनुहुन्छ त्यही भएर अब सपोर्ट पनि धेरै नै गर्नुहुन्छ सबैजनाले सो आजको भिडियो यति नै रहेको छ तपाईलाई कस्तो लाग्यो भिडियो प्लिज कमेन्ट गर्नु भन्नु होला र भिडियो मन परेमा एउटा लाइक एउटा कमेन्ट एन्ड शेयर पनि गर्नु होला सो थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो गाइज एन्ड स्टे ट्युन्ड फर अनदर भिडियो थ्यांक यू सो मच